यो हो हाम्रो गाउँको चौतारो, जहाँ आज पनि लेखिएको छ तल्लो जातलाई बस्न मनाइ छ। यो कथा हो हाम्रो गाउँको रामीको, पढाइ र मेहनतमा अगाडि तर जातको नाममा सीमित। समय बदलिए पनि सोच अझै त्यही अड्किएको छ। मानवता, सम्मान र अवसर सबैको अधिकार हो। ल बाबाहरू, आज हामी पढ्न गइरहेका छौँ जातीय भेदभावको बारेमा। सर, तेरो टाइम यही हो कक्षामा आउने? भित्र ल बाबुहरू, तिमीलाई थाहा छ जातीय भेदभाव भनेको के हो? ए कहिले यहाँ बस कसले भन्यो? त आफ्नो जात बिर्सिहालिस्? साले अछुत, जागर आफ्नो अगाडिमा बस। हेर त साथी, असुर हामीसँग बस्न खोज्दो रहेछ। खाना बाबु किन टोलाको? होइन बाबु, तँलाई के भएको आज? किन टोलाएर उठाएको? खाना खान। अघि विद्यालयबाट आउँदाखेरि पनि झर्केर किताब फालिस् त्यहाँ, अहिले पनि टोलाएर बसिरहेछस्। किन, के भएको तँलाई आज? के समस्या पऱ्यो त्यस्तो भन् त? बुवा, मलाई कहिला काहीँ लाग्छ मैले गलत घरमा जन्म लिएँ। त्यस्तो नहुन् बाबु, त हाम्रो घरको सान होस्, त माथि हामीलाई गर्व छ। हेर बाबु, हामीले त सयौँ, तर तैँले अब यो जातको पर्खाल हटाउनलाई पनि पढ्नुपर्छ। त हाम्रो सपना होस्, तैँले केही गरेर देखाउनुपर्छ। तर बुवा, मलाई त अब पढ्न पनि डर लाग्न थाल्यो। बाबु, तैँको छैन, तेरो साथमा हामी छौँ। बाबु, किताब तेरो हतियार हो, हामी सधैँ तेरो साथमा हुनेछौँ। त हरेस नखा बाबु, हामी सधैँ तेरो साथमा हुनेछौँ। परीक्षा आइसकेको छ, भोलि मन्दिर जानुपर्छ सबै राम्रो होस् भनेर। ओहो मुखिया बा, हेर्नु त, यो साले अछुत त मन्दिरमा पसेछ त। ए हरामी, त मन्दिरभित्र के गर्दैछस्? तैँले आफ्नो जात बिर्सिस्? होइन मुखिया बा, म त पूजा गर्न आएको थिएँ भगवानको। भगवान? हेर त केटा हो, यस्तो अछुतको पनि अब भगवान हुन थाले। त्यही त साला अछुत। तैँले छुए भनेपछि हामी गङ्गा जलमा नुहाउँछौँ। तेरो भगवान छैन, तैँले अपवित्र गरेछस् यो मन्दिरलाई। मुखिया बा, म पनि त मान्छे हुँ, मेरो पनि त अधिकार। त आफ्नो औकातमा बस। तैँले यो पवित्र स्थानलाई अपवित्र गरेछस्।
तँलाई पाठ पढाउनु पर्छ। टेढा हो, यसलाई पाठ पढाऊ। पक्रुस् मुखिया बा यसलाई हामीहरू पाठ पढाउनु। 3 दिन भइसक्यो मेरो छोरा आएर घरमा। उसको साथीलाई पनि सोधे, गाउँतर्फ कतै भेटाएन। आन्टी हजुर कता हुनुहुन्छ? हजुर, के भयो किस्ने बाबु? अङ्कल कहाँ हुनुहुन्छ? के भयो बाबु? अङ्कल त रामेलाई खोज्न जानु भए। आन्टी म हजुरलाई केही कुरा भन्न आएको थिएँ। भन न किस्ने, के कुरा हो? आन्टी मैले रामेलाई अन्तिम पटक मन्दिरको नजिक देखेको थिएँ। अनि त्यति बेला मुखिया बा र उनका छोराहरू रामेसँग धक्कामुक्की गर्दै थिए। हे भगवान, मेरो छोरालाई कसले के गर्यो? हजुरलाई के समस्या पर्यो होला? नमस्ते सर, मेरो छोरा रामे हराएको 3-4 दिन भइसक्यो। अहिलेसम्म घर पनि फर्केर आएको छैन। ऊ चाहिँ रामेको साथी। उसले चाहिँ अन्तिम पटक मुखिया बासँग मन्दिरमा देखेको रहेछ। जसरी भए पनि सर, मेरो छोरालाई खोजिदिनु पर्यो। अब जानु पर्यो रामेलाई खोज्न। मन्दिर त यही हो। शिवाकी आमा भन्न लाथे शिव मन्दिरमा पूजा गर्न गयो भनेर। गाउँलेहरूले पनि अन्तिम पटक मन्दिरमै देख्यौँ होला थिए। त्यहाँ त खोज त पछाडि कहीँ छ कि? हुन्छ सर। पार्टी चाहिँ के भेटाएन? ल यता हेर्न त। हुन्छ सर। सर, खुन त तारेन सर। यहाँ के न के घटना भएको हुनुपर्छ। त्यहाँ पछाडि पुरै गएर एरिया सर्च गर्नु त। हुन्छ सर। सर, यहाँ पनि खुन छ। सर, ए केटा हेर त को हो यो? हुन्छ सर। पल्टा। ए केटा सास चेक गर त। तल राख किने। सर, यो त मरिसकेको छ। यसको राम्रोसँग तलासी गर त। सर, यो के छ? यसको म हेर्छु। जा त लास्टले पोस्टमार्टमको लागि लैजा। हुन्छ सर। नमस्ते मुखिया साहब। मुखिया बा, हामीलाई सूचना आएको छ कि उहाँको छोरा रामे अन्तिम पटक तपाईँसँग देखेको थियो भनेर। मुखिया बा, मुखिया बा हामीलाई साँचो कुरा भन्नुहोस्। हामीलाई केही थाहा छैन। ऊ यताउता कतै गएको होला। तपाईँहरू जस्तो मान्छे, म जस्तो एउटा इमान्दार र गाउँको सोझो साझो मान्छेलाई तिमीहरूले, मुखिया जस्तो मान्छेलाई तिमीहरूले आरोप लाउने हो? मुखिया बा, झुट नबोल्नुहोस्। झुट बोल्नु अपराध हो। हामीसँग साथी पनि छ। बा अब यिनीहरू थाहा पाए जस्तो छन्, के गर्ने होला? तपाईँहरूसँग सबुत के छ? हामीहरूमाथि दोष लगाउन लाग्छु तिमीहरू। ल सर, हेर्नुहोस् सब, यो तपाईँको छोराको होइन। यो हामीलाई रामेको लासबाट भेटिएको थियो। समातैलाई बुवा बचाउनु मलाई। बुवा बुवा। सर 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 रोक्नु। म तपाईँलाई सत्य गर्छु। त्यो गुनेगार म हुँ। मलाई समात्नुहोस् तपाईँ। म हुँ गुनेगार त्यसको। त्यो दिन के भएको थियो भनेपछि हामी त्यो दिन मन्दिरको बाटो हुँदै गइरहेका थियौँ। ऊ मन्दिरको भित्रबाट छिरेर आयो। मैले त्यस्तो देख्न सकिनँ। एउटा अछुत मान्छेले मन्दिर हामीहरूको अपवित्र गर्दा मलाई एकदमै मेरो घमण्डले
मानेन अनि मैले त्यसको हत्या गर्न बाध्य भएँ। साला अछुत अछुत भन्न पाइँदैन छुवाछुत अपराध हो छुवाछुत बन्द गरौँ खुन सबैको रातो हुन्छ जातीय भेदभाव गर्न पाइँदैन जातीय भेदभाव गर्न पाइँदैन के जातले कुनै पनि मानिसको मूल्य तय गर्ने हो र कसैको जन्म उसको सपना उसको अधिकार यी कुनै पनि कुराहरू जातले कम गर्न सक्दैन। तर पनि हाम्रो समाज अझै पनि कतिपय ठाउँहरूमा यस्तो सोचले बाधक बनेको छ। जातको नाममा हुने हिंसा डर भेदभाव कसैलाई स्वीकार्य छैन। हामी सबै एउटै छौँ, समान र मूल्यवान। समानता केवल शब्दमा होइन, यो हरेक व्यवहार र हरेक निर्णयहरूमा देखिनुपर्छ। हामीले सिक्नै पर्छ हाम्रो समाजमा समान मानवता र सहयोग सबैको जन्मसिद्ध अधिकार हो। आउनुहोस् जातको नाममा हुने भेदभाव बन्द गरौँ। आउनुहोस् हरेक जीवनको सम्मान गरौँ। हामीले हाम्रो सोच बदलदा समाज बदलन्छ र हामी सबैको भविष्य उज्जवल बनाउँछ।